एउटा चाहिँ जुन सेक्टर खोजे पनि बिउले चाहिँ दिएको छ। हामी चाहिँ एउटा बिउकोटे भनेको एउटा गौरवान्वित फिलिङ पनि गरेका छौँ। सबैले बिउकोटको नाममा एकदम जोरदार तालीसहित सम्मान बिउकोटलाई सम्मान गरेर पनि गर्दछु। र जापानमा धेरै खाले कार्यक्रमहरू हुने गर्छन्। हामीले धेरै कार्यक्रम देखेका छौँ। कतिपय साङ्गीतिक कार्यक्रम हुने गर्छन्, कतिपय अरू अभिभावक भेटघाटहरू कार्यक्रम हुने गर्छन्, धेरै रोमान्टिक कार्यक्रम हुने गर्छन्। बिउकोट समाजले पनि यी र यस्ता कार्यक्रमहरू धेरै गरेको छ। तर सायद लाग्छ यो खाले कार्यक्रम बिउकोट समाजको पनि सायद पहिले नै हो जस्तो लाग्छ। म जोडिएपछि यो खाले कार्यक्रम भएको थिएन। त्यसको लागि पनि यो वर्तमान कार्य समिति एउटा सौभाग्यको पात्र हो जस्तो चाहिँ मलाई अनुभव भएको छ। दीपक दाइले सायद हामी नेपाल जानुभन्दा पहिले एकचोटि चाहिँ नेपालबाट एकजना दाइ आउँदै हुनुहुन्छ, अत्यन्त चाहिँ यो मोटिभेसन क्षेत्रमा अगाडि हुनुहुन्छ। उहाँ आयो भने एउटा कार्यक्रम राख्नुपर्छ भनेर 1-2-3 महिना पहिला चाहिँ हो यो कुरा एकचोटि चाहिँ सट्ट गर्नुभएको थियो। ठिकै छ, के कस्तो हुन्छ सल्लाह गरौँला भन्ने कुरा भयो। त्यत्तिकैमा चाहिँ नि अनि यो विषय चाहिँ क्लोज भयो। अनि अहिले ठ्याक्कै यो संयोगवश एनआरएनएको अधिवेशनको बेलामा काठमाडौँ जाँदै गर्दा हामी गिरी दाइसँग भेट भयो। हामी धेरै बसेनौँ, आधा 1 घन्टा मात्रै सोल्टी होटलमा बसेन होला। यति प्रेरित भइयो दाइको त्यो कुरा सुनेर। जम्मा 10-15-20 मिनटको हाम्रो बसाइमै साँच्चै हामीले कार्यक्रम गर्नुपर्ने त यस्तो मान्छेलाई हामीले आफै बिउकोट समाज जापान बोलाएर कार्यक्रम गर्नुपर्ने चाहिँ व्यक्तित्व हुनुहुने रहेछ। त्योभन्दा पनि अझै चाहिँ उहाँ राज्यको थ्रुबाटै आउने भइसकेपछि यो हाम्रो सौभाग्य हो। कुनै पनि हालतमा अब हामीले ओसाका र टोकियोमा गएर 2टा कार्यक्रम उहाँलाई राख्नुपर्छ, यतिको बौद्धिकता व्यक्त राख्नुपर्छ भनेर हामीले वहीँ एउटा माइन्ड सेटअप गराएर आएका थियौँ। यहाँ आएर चाहिँ नि कार्य समितिबाट निर्णय गरेर कार्यक्रम गरियो। अत्यन्त सान्दर्भिक कार्यक्रम। धेरै अरू कार्यक्रमहरू भन्दै गर्दाखेरि हाम्रो दिमाग, हाम्रो बौद्धिकता, हाम्रो क्षमता, हामीले के गर्ने के नगर्ने के सोच्ने रहेछ भन्ने धेरै खाले चाहिने जस्तै तनावको कुराहरू, तनावमुक्त कुराहरू कसरी स्ट्रेस आउट गर्ने यत्रो ज्ञान सायद लाग्छ। यो त दिनभरि एउटा चाहिँ चौरमै लिएर एउटा पार्कमै उहाँलाई चाहिँ 8-10 घन्टै राखेर चाहिँ हामीले यो मोटिभेसन लिन पर्ने कार्यक्रम समयको बावजुद त्यसलाई एकदम सर्टकटमा जम्मा 2-3 घन्टाको पिरियडमा चाहिँ यो कार्यक्रम गरियो। यसले गर्दा पनि हामीहरूलाई छुट्टै खाले एउटा मनोवैज्ञानिक रूपमा आफूलाई चाहिँ म सक्षम छु है, म यदि असक्षम हुँदै गर्दा पनि सक्षम हुन चाहिँ सकिने रहेछ भन्ने एउटा मनोवैज्ञानिक प्लस पोइन्ट भएको महसुस गरेको छु। आर्य दाइप्रति हार्दिक एकदम अन्तर्मनबाट कृतज्ञता ज्ञापन गर्छु। प्लिज जोरदार तालीका साथ दाइलाई सम्मान गर्छु म हार्दिक धन्यवाद गर्छु। र हजुर छोटो समयको लागि जापान आउँदै हुनुहुन्छ, आउनुभएको छ। हजुरको जापान भ्रमण अत्यन्त सफल रहोस्, अर्थपूर्ण रहोस्। अब भोलि पर्सि अब हामीहरूले 1-2 दिन चाहिँ हजुरको यहाँ टोकियो बस्दै गर्दा अब भोलिबाट हामीहरूले तपाईँहरूलाई अब कहीँ 1-2 दिन घुमाउन जाने कुरा, घुम्न जाने कुरा हामी व्यक्तिगत रूपमा पनि हामी रहने नै छौँ। र हामी तपाईँसँग यसले हामीलाई एउटा झन् गहिरो एउटा प्रेम छोडेर जानु हो। हामी आजीवन तपाईँसँग जोडिएर तपाईँको सत्कर्मबाट प्रेरणा लिने पनि हामीले चाहिँ एउटा प्रतिबद्धता व्यक्त गर्दछौँ। र एउटा बिउ त्यस्तो एउटा तपभूमि, बिउ तपभूमिले एक खाले पात्र मात्रै मान्छे जन्माएको छैन। अहिले पनि दीपक दाइले धेरै कुराहरू गरिसक्नुभयो। एउटा तपभूमि हो। तपभूमिले अब हामीले सोच्थ्यौँ त्यहाँबाट नेता मात्रै जन्मे, अब हामीले सोच्थ्यौँ त्यहाँबाट चाहिने तपाईँको एउटा विदेश मात्रै बढी गयो भन्ने सोच्दै गर्दा अहिले हामीले महसुस गरेका छौँ र हामीले देखिरहेका छौँ कि त्यो तपभूमिबाट हरेक खाले मान्छे, अघि नै पनि कुरा आइसक्यो। अब नारायण दत्त कणेल महान्यायाधिवक्ता नेपाल सरकारको जस्तो चाहिँ पदमा चाहिँ जानु हो। अब आउने गिरी दाइ यो लेभलमा, यो अन्तर्राष्ट्रिय लेभलमा आउन सक्ने हुनुभयो। सन्त महात्माहरू त्यस्तै छन्, राजनीतिज्ञहरू त्यस्तै छन्, साधु सन्त गुरुहरू अब आर्थिक रूपमा, सामाजिक रूपमा हरेक एउटा चाहिँ जुन सेक्टर खोजे पनि बिउले चाहिँ दिएको छ। हामी चाहिँ एउटा बिउकोटे भनेको एउटा गौरवान्वित फिलिङ पनि गरेका छौँ। सबैले बिउकोटको नाममा एकदम जोरदार तालीसहित सम्मान बिउकोटलाई सम्मान गरेर पनि गर्दछु। र आज धेरै लामो नबोलौँ, आज चाहिँ यो एउटा छुट्टै फरक खाले कार्यक्रम। सबैले एउटा आफैले आफ्नो मनलाई एउटा पवित्र भएको महसुस पनि गरेको छ। र भोलिका दिनमा यस्ता कार्यक्रम गर्नुपर्ने रहेछ भन्ने हामीलाई एउटा प्रेरणा पनि मिलेको छ। त्यो पनि हामीलाई एउटा फाइदाको विषय हो। र आज जुन दीपक दाइलाई अब एउटा उहाँलाई चाहिँ एउटा यत्रो बिउकोट समाजको नेतृत्व गरेको सुरुबाट यहाँसम्म, उहाँ अहिले पनि बिउकोट समाज जापानको कुनै पनि पदीय जिम्मेवारीमा हुनुहुन्न, निवर्तमान हुनुहुन्छ। र पनि मलाई लाग्छ सबैभन्दा बढी बिउकोट समाजको चिन्ता अहिलेको कार्य समितिलाई भन्दा पनि बढी चिन्ता चाहिँ आदरणीय दीपक दाइलाई छ। बिहानै उठेर चाहिँ मेसेज गर्नुहुन्छ के भयो त्यो चिठी कहाँ पुग्यो भन्नुहुन्छ कि बिहानै उठेर पहिला। तर आवश्यकता थिएन नि, कतिजनालाई खबर भयो, कति मान्छे हुन्छन् भाइ भनेर बिहान मलाई 9 बजे फोन गर्नुभएको थियो।
त्यो भनेको एउटा चासो चिन्तन बिउकोटप्रतिको जुन कार्यकालमा नहुँदा गर्दा पनि दाइको यो सदा सहायता सधैँ रहिरहेकोस् र अहिले यहाँ नारायणको एसिया पेसिफिक संयोजक जस्तो पदमा चाहिँ जानुभयो त्यो हाम्रो लागि पनि एउटा प्राउड फिल हो। अब तपाईँको सामाजिक सत्कर्महरू अगाडि बढ्दै जाउँ, त्यसले सानो एउटा चाहिने दाइलाई एउटा सानो कार्यक्रम राखेर सम्मान गर्नुपर्छ भन्ने सोचिराखिएको थियो। आज चाहिँ यो अवसर पनि छोपेको भन्दै र यहाँहरू सम्पूर्णलाई यस कार्यक्रममा आइदिनु भयो, सहभागी भइदिनु भयो, हार्दिक आभार प्रकट गर्दछु। र कार्यक्रम संयोजकज्यू जसले चाहिँ यो कार्यक्रम सफल पार्न अहोरात्र खटेर सहयोग गर्नुभयो, कार्यक्रम संयोजकज्यूप्रति हार्दिक आभार प्रकट गर्दै यहाँहरू सम्पूर्णमा आर्थिक, नैतिक, भौतिक जहाँ जे जसरी प्रचार प्रसारदेखि जसरी जुन जुन ठाउँबाट तपाईँहरूले सहयोग गर्नुभयो यहाँहरूप्रति हार्दिक आभार प्रकट गर्दै र आदरणीय गिरी दाइ यहाँको चाहिँ जापानको यात्रा सफल रहोस्। तपाईँले हामीलाई समय दिनुभयो, तपाईँप्रति नतमस्तक हुँदै बिउकोट समाज जापानको तर्फ तपाईँ एउटा ऋणी छ भन्ने चाहिँ एउटा जानकारी गराउँदै र यहाँहरू सबैलाई हार्दिक आभार प्रकट गर्दछु। र सोलमारी रेस्टुरेन्ट परिवार जसले हाम्रो सधैँ कार्यक्रम गर्दै गर्दा यो हल हामीले प्रयोग गर्छौँ, उहाँहरूले व्यवसाय मात्रै हेर्नुहुन्न, अब अलिअलि त चार्ज लिनुपर्ने हो, जात्रै चाहिँ ठटाएर चाहिँ दिनुहुन्न बिउकोटेहरूलाई, त्यति माया गर्नुहुन्छ। अहिले सोलमारी परिवारप्रति पनि हार्दिक आभार प्रकट गर्दछु र यहाँ सबैलाई धन्यवाद दिँदै यो आजको कार्यक्रम यही समापन भएको गर्दछु। हस्त धन्यवाद, नमस्कार, जय हिन्द।